हेलो साथीहरू, आज एउटा वाइफाई को पावर बैंक हामीसित आएको छ। यो चाहिँ भोल्टेज तलमाथि भएर चाहिँ जलेको रहेछ कि पड्किएको रहेछ भन्नुहुन्थ्यो, जसको हो उहाँले। यो हाइटिज कम्पनीको चाहिँ यो चाहिँ पावर ब्याङ्कको वाइफाईको लागि लाइन गएपछि हजुरको 2-3 घन्टा 4 घन्टासम्म यसले चाहिँ कन्टिन्यू चाहिँ हजुरको घरको वाइफाई चाहिँ चलिरहेको छ। यसकारण आज यो बिग्रेछ, उहाँले जलेछ भन्दै हुनुहुन्छ, पड्केछ। अनि अब यो बनाउन दिनुभएको छ हामीले। अब स्विच हेर्नुहोस्, यहाँ स्विच छ हजुरको, यो यहाँ स्विच छ। यो स्विच मैले अन गर्दा पनि यो ब्याट्री चाहिँ बल्न पर्ने हो, तर ब्याट्री चाहिँ बलिराखेको छैन। अन हुन पर्ने हो तर अन भइराखेको छैन। अब यसलाई चाहिँ अब खोलेर हेर्न पर्छ के जलेछ के भएछ। अब बनाउनु दिनुभएको छ, यसलाई चाहिँ अब बनाएर अब उहाँले फेरि हामीले चाहिँ दिनपर्छ। अनि यता चाहिँ यहाँ चाहिँ पावर सप्लाई छ हजुरको। अनि यहाँ चाहिँ हजुरले कति भोल्ट दिन छ हजुरलाई वाइफाईको। कुनै राउटर चाहिँ 9 भोल्टको हुन्छ भने 9 भोल्ट दिने, कुनै राउटर चाहिँ 12 भोल्टको छ भने 12 भोल्टमा यहाँ हजुरले चाहिँ सिलेक्ट गरेर चाहिँ उस आफ्नो राउटरले सप्लाई दिन सक्नुहुन्छ। अनि यहाँ आउटपुट भन्ने छ। यहाँदेखि हजुरले आफ्नो राउटरले जोडेर अनि बिजुली गएको बेलामा नन स्टप चाहिँ आफ्नो राउटरलाई चाहिँ अन राखेर अब सप्लाई दिएर आफ्नो वाइफाई चाहिँ कन्टिन्यू चलाउन सक्नुहुन्छ। यसको खास धेरै दाम पनि पर्दैन। यो चाहिँ हजुरको 3035 जति पर्छ। राम्रो खालको ब्याकअप चाहिँ लामो दिन्छ। यसले 3-4 घन्टासम्म चाहिँ कन्टिन्यू बिजुली दिनभरि गए पनि दिनभरिलाई चल्छ यो। ठिक छ, अब हेरौँ के बिग्रेछ यसभित्र। आउनुहोस्, अब यसलाई कभर खोलेर अब चेक गरौँ। कभर चेक गरेपछि खोलेपछि अब हजुरको यहाँ भित्रको कम्पोनेन्टहरू जुन पिसिबी पावर सप्लाई बोर्ड छ, त्यो पावर सप्लाई बोर्डलाई चाहिँ चेक जाँच गरौँ। यहाँ चेक जाँच गर्ने क्रममा यहाँ चाहिँ प्राइमरी जुन हजुरको बोर्ड छ, प्राइमरी सर्किट जुन छ, हामीले 220 भोल्ट दिएपछि सुरुमा जुन थोरै भोल्ट जुन बनाउने गर्छ डिसीमा, त्यो चाहिँ सुरुको चाहिँ हो। यहाँ चाहिँ जलेको रहेछ, उडेको रहेछ, कम्पोनेन्टहरू जलेको रहेछ। ट्रेकहरू जुन लाइन हिँड्छ सर्किटमा बाटोमा छ, सायद भोल्टेज धेरै भएर यस्तो धेरै जस्तो जल्ने गर्छ। अब यो जलेको त पत्ता लगाइयो। अब हो, यहाँ पनि जलेको रहेछ, हो यहाँ पनि जलेको रहेछ। यसको त सामानहरू पाउन गाह्रो छ। सामान गाह्रो पाए पनि हजुरको यो यति पिसिबी नै जलेको छ, त्यो त्यहाँ ट्रेकहरू पनि जलिसकेछ। गाह्रो छ यो, कि त पिसिबी यो पावर ब्याङ्कको जम्मै पिसिबीमा गएर चेक गर्न पर्यो, चेन्ज गर्न पर्यो। हो, यहाँदेखि यो हेर्नुहोस्, यो जुन छ यो प्राइमरी उस सर्किट हो। यति चाहिँ एसी सप्लाई आएर यतिलाई यहाँदेखि लिएर हजुरको यतिसम्म चाहिँ प्राइमरी सर्किट हो। यो चाहिँ खालि एसी 220लाई डिसीमा कन्भर्ट गर्ने काम मात्रै गर्छ, यसले प्राइमरी सर्किट भनिन्छ यति। अनि अर्को जुन यताको जुन छ तिनीहरू चाहिँ सेकेन्डरी बोर्ड हो, लजिक बोर्ड। यसमा चाहिँ प्रोग्रामिङ गरेर प्रोग्रामहरू के गर्ने भनेर काम यसको लागि मेसिनको लागि छुट्याइदिएको हुन्छ। हो, यहाँदेखि बाहिरतिरको यिनीहरूले चाहिँ अब के प्रोग्राम गरेर आइसी हालेको हुन्छ, तिनीहरूलाई चिप्स हालेको हुन्छ, अनि तिनीहरू अनुसार काम गर्ने यता चिनोभन्दा बाहिरको। अब यसलाई चाहिँ चेन्ज गर्न त मिल्दैन, पिसिबी नै चेन्ज गर्न पर्यो, महँगो परिहाल्छ। त्यही यहाँदेखि चाहिँ यहाँ यसको कनेक्सन छ प्राइमरी र सेकेन्ड्रीको हो। तिनीहरूलाई चाहिँ अब त्यहाँदेखि एउटा जोगाड लगाएर चलाउन पर्छ, छुट्टै चाहिँ उस प्राइमरी बोर्ड राखेर। अब प्राइमरी बोर्ड छुट्टै राखेर चलाउने हो, अब उपाय गरिदिने हो। अब उपाय हेर्नुहोस्, यहाँदेखि चाहिँ छुट्याइदिने। अब यसलाई तार निकालिदिने प्राइमरी र सेकेन्ड्रीमा भएको, अनि त्यो निकालिदिएपछि
अब त्यसमा चाहिँ हामीले अब छुट्टै प्राइमरी सर्किट चाहिँ जोड दिने त्यसमा प्राइमरी त्यो पनि एउटा एडाप्टर लिएर गर्नुपर्छ। अब यत्रो सानो ल्याए पनि त्यसमा फिटिङ हुँदैन। यसमा राम्रोसित त्यहाँको सोल्डिङहरू छुटाएर अनि क्लिन गरेर, नत्र फेरि सर्ट सर्किट हुन्छ। सर्ट सर्किट भएर भने फेरि जल्छ, हजुरको कामै गर्दैन। राम्रोसित छुटाएपछि अब त्यसमा चाहिँ अब अर्को चाहिँ जुन प्राइमरी सर्किट जुन एउटा एडाप्टर चाहिँ जोड दिने, त्यसमा 12 भोल्ट 2 एम्पियरको लगभग, त्योभन्दा धेरै पनि राख्नुहुन्न। त्यो मैले अहिले नयाँ नभएर एउटा पुरानो छ टेस्टको लागि चाहिँ यो एडाप्टर चाहिँ 12 भोल्ट 2 एम्पियरको। यो चाहिँ अहिलेलाई म चाहिँ त्यो प्राइमरीबाट सेकेन्ड्रीमा जोडेको ठाउँमा जोड दिन्छु र अहिले चेक गरौँ कस्तो हुन्छ भनेर, चल्छ कि चल्दैन। अब चाहिँ म चाहिँ यहाँ तारहरू चाहिँ प्राइमरीबाट सेकेन्ड्रीमा जोडिदिएको छु र अब चाहिँ यो बोर्ड लगभग चेक गर्नको लागि तयार भइसकेको छ। यो चाहिँ चेक हामीले चाहिँ सिरिज बोर्डमा चेक गर्नुपर्छ, नत्र पड्किने डर, जल्ने डर हुन्छ। सिरिजमा चलायो भने चाहिँ बिग्रेको नबिग्रेको थाहा भइहाल्छ। छ भने चाहिँ चल्छ, चल्ने छैन भने पनि सिरिज चाहिँ लोड लिन्छ, बल्छ र यो हाम्रो सर्किट चाहिँ जल्न पाउँदैन। अब यसलाई चाहिँ लाइन दिएर हेरौँ। लाइन अब यसमा एडाप्टरले लाइनमा जोडिदिने, लाइनमा जोडेर अन गर्छु र ब्याट्री पनि जोडिदिउँ अनि ब्याकअप बल्ल थाहा हुन्छ। लाइन दिएपछि अब हेर्नुहोस्, अब चाहिँ सर्किट अन भइसक्यो। सर्किट अन भइसक्यो। यहाँ चाहिँ चार्जिङको ब्लिङ्किङ पनि गर्न लाग्यो यो, अनि यो चाहिँ लाइन आएको सर्किट अन भएको पनि दुईवटा इन्डिकेटर बलिसक्यो। हजुरको काम गर्यो। यति भएपछि अब यसले काम गर्छ। पहिला जस्तो नयाँमा चलिरहेको थियो, अन भइरहेको थियो, त्यस्तै अहिले पनि अन भयो हजुरको। अब हेर्न सक्नुहुन्छ चार्जिङ हुँदैछ, बत्ती पिलिक पिलिक गरेर चार्जिङ हुँदैछ। म तपाईहरुलाई चाहिँ अन्त भयो भोल्टेज आयो कि नआयो पनि चेक गरेर म देखाइदिन्छु। यहाँ मल्टिमिटर हेर्न सक्नुहुन्छ, अहिले 0 भोल्टमा छ। म अहिले 12 भोल्टमा चाहिँ म यो पावर ब्याङ्क 12 भोल्टमा राखेर म चेक गरेर तपाईलाई देखाउँछु तपाईहरुलाई। अब हेरौँ कति दिइराखेको छ। 12 दिएको छ भने राम्रो छ, काम गरिराखेको छ। हेर्नुस् 12.18 17 19 दिइरहेको छ भन्दाखेरि 12 भोल्ट चाहिँ दिइरहेको छ यसले र काम गर्छ हजुरको। 12 भोल्ट छ भने 9 भोल्टमा चाहिँ चार्ज ब्याकअप दिन्छ कि दिँदैन, राउटर अन हुन्छ कि हुँदैन। अब हेरौँ कस्तो हुन्छ। यो हेर्नुस् 9 भोल्ट पनि दियो भन्दाखेरि यो चाहिँ पावर ब्याङ्क चाहिँ ओके भयो। अब तपाईँ घर लैजानुहोस्, तपाईँ 9 भोल्टमा जोडे पनि भयो, 12 भोल्टमा जोडे पनि ओके भयो। र साथीहरु हाम्रो चाहिँ अब लास्टमा फाइनल चाहिँ अब यो हजुरको पावर ब्याङ्क चाहिँ बनिसकेको छ। हजुरले देख्न सक्नुहुन्छ अहिले चाहिँ चार्ज भइराखेको छ। यसले 0% एकदम आइसकेको थियो। अब 0% बाट बिस्तारै यो ब्याट्री फुल हुन्छ अनि हजुरको चाहिँ अन भइसकेछ यो पावर ब्याङ्क। अब यसबाट हजुरले चाहिँ बिजुली गएको बेला 3-4 घण्टासम्म वाइफाई कन्टिन्यू चलाउन सक्नुहुन्छ र हजुरलाई घरमा राखेर डिस्टर्ब हुँदैन। यो 3350 यसको चाहिँ राउटरको चलाउनको लागि पावर ब्याङ्कको लाग्छ। यसमा चाहिँ खास के गरेको भन्दाखेरि यसको प्राइमरी जुन थियो त्यो जलिसकेको थियो। ट्रेकहरू कम्पोनेन्ट्सहरू जुन बजारमा एभाइलेबल हुँदैन, गाह्रो हुन्छ। त्यसको लागि चाहिँ एउटा सानो यो हजुरले हेर्न सक्नुहुन्छ यो एडाप्टर चाहिँ
एडाप्टर 12 भोल्ट 2 एम्पियरको यसमा चाहिँ जडान गरिदिएको छु मैले। अनि अब यसबाट चाहिँ यसले चाहिँ प्राइमरीको काम गर्छ। प्राइमरी सर्किट जुन यो भित्र थियो जलेको थियो त्यसको ठाउँमा लगाएर गरेपछि अब हजुरको आयो, बत्ती बल्ल चार्ज हुँदैछ। यो अब काम गर्ने योग्य छ। अब यो बढीमा पऱ्यो भने एडाप्टरको 150-200मा पाउने एडाप्टर अब 150-200ले अब हजुरको काम चल्ने भएपछि अब किन 3035 उहाँको खर्च गर्नु भन्ने राम्रो हो। र मैले यो भिडियो चाहिँ बिचमा चाहिँ साउन्ड काट्दैछु किन भन्दाखेरि समय धेरै लाग्ने अनि हजुरको आवाजहरू थुप्रै आउने, लामो टाइम हुने, तपाईँ हजुरहरूले हेर्दाखेरि बोरिङ हुन्छ भनेर साउन्ड काटिदिएको छु। अनि तपाईँहरूलाई चाहिँ राम्रो होस्, रमाइलो होस्। यो भिडियो चाहिँ लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। अनि अब यदि राम्रो हुँदै गयो भने अब हस्पिटलको इक्विपमेन्टहरू पनि म रिपेयरिङ गरेको चाहिँ राख्छु, जस्तो कि ENT को इक्विपमेन्टहरू रिपेयरिङ हुन्छ अनि डेन्टलको हुन्छ। अब आँखाको त छँदैछ, त्यो त भइराखेकै हुन्छ। अरू पनि जनरल हस्पिटलहरूको पनि सामानहरू चाहिँ रिपेयरिङ हुन्छ, जुन हजुरहरूलाई चाहिँ रेकर्ड गरेर देखायो भने बुझ्नुहुन्छ कि के हुन्छ, कता हुन्छ, कसरी हुन्छ भन्ने कुरा। र भिडियो मन पराइदिनु होला। धन्यवाद।